कल्पना गर्नुहोस् कि कुनै समुदाय वा देशसँग सीमित मात्रामा मात्र कुराहरू उपलब्ध छन्, जस्तै जमिन, काम गर्ने मानिसहरू, औजारहरू र कच्चा पदार्थ यी नै साधनहरू हुन्। अब यो समुदायका मानिसहरूका चाहना र आवश्यकताहरू भने धेरै छन्, जसको कुनै सीमा छैन, यी असीमित आवश्यकता हुन्। समस्या के हो भने तपाईसँग असीमित साधनहरू छैनन्, त्यसैले तपाईले चाहेको जति सबै कुरा बनाउन सक्नुहुन्न। साथै तपाईसँग भएका साधनहरूलाई विभिन्न काममा प्रयोग गर्न सकिन्छ, यिनका वैकल्पिक प्रयोगहरू हुन्छन्। उदाहरणका लागि, एक टुक्रा जमिनलाई धान फलाउन पनि सकिन्छ वा कारखाना बनाउन पनि। त्यसैले कुनै पनि समाजको लागि मुख्य चुनौती भनेको यही सीमित साधनहरूलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्नु हो, ताकि सकेसम्म धेरै मानिसहरूको आवश्यकता पूरा होस्। साधनहरूको यसरी निर्णय गर्ने र वितरण गर्ने प्रक्रियालाई नै साधनहरूको बाँडफाँड भनिन्छ। तस्विरहरूले यही समस्याका कारण समाजले जवाफ दिनुपर्ने मुख्य प्रश्नहरूलाई उजागर गरेका छन्। 1. कुन वस्तु उत्पादन गर्ने? सरल भाषामा, मानिसहरूले चाहने सबै कुरा मध्ये हामीले वास्तवमा कुन चीजहरू बनाउने? हामीले धेरै खाना बनाउने कि धेरै पढा, धेरै फोन कि धेरै घर? हामी सबै बनाउन सक्दैनौँ, त्यसैले हामीले छनौट गर्नुपर्छ। 2. कसरी उत्पादन गर्ने? सरल भाषामा, के बनाउने भन्ने थाहा पाएपछि त्यो कसरी बनाउने? धेरै काम गर्ने मानिसहरू, श्रम प्रयोग गर्ने कि धेरै मेसिनहरू, पुँजी? उदाहरणका लागि, बाटो बनाउन धेरै मानिसहरू बेल्चा प्रयोग गर्ने कि थोरै मानिसहरू डोजर? 3. कसका लागि उत्पादन गर्ने? सरल भाषामा, वस्तु तथा सेवाहरू बनाइसकेपछि त्यो कसले पाउँछ? समाजका मानिसहरू बीच कसरी बाँडफाँड गर्ने? के सबैले बराबर पाउँछन्? वा जसले धेरै पैसा कमाउँछ उसले धेरै पाउँछ? 4. साधनहरूको दक्ष उपयोग कसरी हासिल गर्ने? सरल भाषामा, हामीले सीमित साधनहरूलाई सकेसम्म राम्रो तरिकाले कसरी प्रयोग गर्ने, ताकि केही पनि खेरन जाओस् र हामीले भएका साधनबाट धेरैभन्दा धेरै उत्पादन गर्न सकौं। हामी उपलब्ध साधनबाट अधिकतम उत्पादन गर्न चाहन्छौं। 5. आर्थिक विकासका लागि के प्रावधान हुनुपर्दछ? सरल भाषामा, अहिलेको लागि वस्तु बनाउन साधन प्रयोग गर्दा गर्दै के हामीले भविष्यका लागि पनि केही साधन छुट्याउनु पर्छ, जस्तै नयाँ कारखाना बनाउने वा मानिसहरूलाई तालिम दिने, ताकि भविष्यमा अझ धेरै उत्पादन गर्न सकियोस् र सबैको जीवनस्तर समयसँगै सुधार होस्। विभिन्न प्रकारका आर्थिक प्रणालीहरूले यी प्रश्नहरूको जवाफ फरक तरिकाले दिन्छन्, तर प्रत्येक समाजले सीमित साधनहरूलाई विभिन्न चाहनाहरूबीच बाँडफाँड गर्ने समान आधारभूत समस्याको सामना गर्नुपर्छ।